यो हाम्रो सैलुङको टुप्पामा बनाइरहेको स्टुपा हो। यहाँभित्र गुम्बा जस्तै बनाइरहेको छ। अनि उता हाम्रो भ्यू टावर है, यता सबै बनाएर यो ढुङ्गाले बिछाएर बनाइरहेको धेरै राम्रो छ। तपाईँहरू पनि यहाँ आउनुहोस् होला, हेर्नुहोस् हैन। यो ठाउँ धेरै नै रमाइलो, एकदम लोकप्रिय ठाउँ रहेछ। तर आउन गाह्रो छ, 3500 मिटर माथि छ। अलिकति हजुरहरूलाई हाई अल्टिट्युड पनि लान सक्छ है। चारैतर्फबाट हिमालहरू देखिरहेछ। यहाँ हाम्रो हेर्नुहोस् यो स्टुपा हैन, बनाएको अलमोस्ट 150 फिट होला हैन। यो हिमालहरू देखिरहेछ तपाईँहरूले। उसु लागिरहेछ, चिनचिनमा यो उसुहरू आउँछ। अघि आएको थियो, अहिले अलिकति क्लियर भयो, हटेर गयो। यो उसुहरू आइरहेको, अहिले पनि उसु आउनु भर्खर मात्रै त्यो क्लियर भएको थियो। अहिले उसुले केही नदेख्ने अवस्था बनाइदिइसक्यो। हेर्नुहोस्, आउँदा आउँदै तपाईँलाई फोटो खिच्दा खिच्दै, भिडियो खिच्दा खिच्दै यो हुसु लागिसक्यो यहाँ है। अब यो भ्यू टावर पनि त्यो तपाईँको हुसु लागिसक्यो। घामले टल्किरहेको मात्र हो। यो स्टुला उसो आयो, केही नदेख्ने अवस्थामा भइरहेछ। साथीभाइहरू त्यहाँ भ्यू टावरमा गएर हेर्ने जाने भन्नुभएको थियो, भनिरहेको थियो। म पनि हिँड्न लाएँ। तपाईँलाई यो उसो देख्यो, एकदमै यो हाई अल्टिट्युड तर हामीलाई त्यो केही गाह्रो भएन। अलिकति अघि सुरुवातमा हामी त्यहाँबाट त्यो भर्याङ चढ्दाखेरि चाहिँ अलिकति गाह्रो भएको थियो। तर अहिले चाहिँ केही समस्या छैन, अल्टिट्युड पनि लागेन हामीलाई। अब यिनीहरू सबै ढुङ्गाले बनाइरहेको यो स्टुपाहरू होइन, मन्दिरहरू बनाइरहेको हो। आइरहेको छु, मेरो भाइहरू त्यहाँ माथि पुगिसक्यो। मेरो भाइहरू त्यहाँ माथि टावरमा पुगिसक्यो। ल अब यो बाटो हिँड्दै जाँदैछु। भ्यू टावरको जाने माथि बाटो रहेछ। यहाँ दाइहरू पनि, यहाँ दुईजना माथि गएर आउनु भइसक्यो होला रे। नमस्कार दाइ। नमस्कार दाइ। हजुर माथि पुग्नु भइसक्यो? हस्, एकैछिनमा हुसो लाग्छ है। यो बाटो हो। अब यसको भित्र हामी प्रवेश गर्दैछौँ। यो भ्यू टावर जाने माथि बाटो रहेछ, हेर्नुहोस्। अहिले अलिअलि फेरि यो क्लियर हुँदै आउँदैछ। अघि हुसु लागेको थियो, अहिले फेरि घामले गर्दाखेरि क्लियर भयो। कापास्पी अब नेवारमा अलिकति कुरा गर्छु म। मेरो साथीहरूलाई पनि अलिकति इन्फर्मेसन दिनु पऱ्यो यसको विषयमा लिएर। कापास्पी थो रबिन भोइम डाक्टर महेन्द्र राई सैलुङ ठेनजी सैलुङ या ठो सा हिमाल खण्ड युक्ति ठायर लाटो ठो भ्यू टावर हो त्यो उन्टेना ठो भ्यू टावर ठो ठाउँ नाचुना न नयो स्वान ढेकाटो उख्ने उके चाहिँ ठाउँ ना ठो चाहिँ एकदमै सिन्चु ल। हेर्नुहोस्, वाह, इट्स सो ब्युटिफुल प्लेस हियर। एकदमै रमाइलो, छिनछिनमा हुसो लाग्ने। यो स्टुपा पनि अलि धमिलो हुन थालिसक्यो हुसो लागेर। अलि हेर्नुहोस्, मुखी रातो भइसक्यो, गाह्रो छ। सनसाइन सी यो रमाइलो दृश्य तपाईँहरू हेर्नु होला। म यो टावरको माथि जाँदैछु, तपाईँहरू पनि एक दिन समय मिलाएर आउनु होला। तपाईँलाई भन्न चाहन्छु म, हेर्नुहोस्
यो हिमाल यहाँबाट सगरमाथा पनि देखिन्छ भन्छ तर कुन चाहिँ सगरमाथा हो हामीलाई थाहा छैन हेर्नुहोस् हेर्दाखेरि स्वर्गमा बसेको जस्तो यो स्टुपा मेरो साथीभाइहरू यहाँ मन्दिरहरू बनाएको रहेछ यहाँ मञ्जुश्री भगवान पनि स्थापना गरेको रहेछ मास्क लगाएको छ सिउका हेर्नुहोस् यो अवलोकेश्वर हो तारा यस्तो ठाउँमा बनाएर टावर बनाएर यो बनाएर उहाँहरू तारा 36 इन्ची साइज रहेछ यहाँ 36 इन्चीको साइजको मोतीहरू राख्नु पाइरहेछ यो मेन तारा उहाँहरू चाहिँ नि धर्माले मेरो वज्र पानी रहेछ अनि गुरुपटमा सम्भव राख्नु भएको रहेछ यहाँ एकदम राम्रो कस्तो राम्रो बनाइरहेको यस्तो ठाउँमा आएर उहाँहरू अनि भाइ मञ्जुश्री भगवान यो हाम्रो विजय भाइ यो जुलभाइ भाइ दिपेश भाइ ड्यासिङ हिरो डियान मञ्जुश्री गुरु भगवान शास्ताय नमः हे प्रभु मञ्जुश्री गुरु सबैको आशीर्वाद झालेश्रीले आजमा हिमाल dan anjir kau itu harap pernah sama. यो सबै हिमालको दृश्य हेर्नुहोस् सबै भाइहरू टावरमा आएर गाइस सैलुङको टावरमा छु म तपाईँहरू पनि गुरुपटमा सम्भव छ यहाँ टुप्पोमा ल यही भन्दै यहाँको भिडियो क्लिप यही समाप्त हुन्छ।